99% मान्छेहरूलाई यी कुराहरू थाहै हुँदैन। हामीले गरिने दिनहुँ साना गल्तीहरूले गर्दा हाम्रो आँखाले एकदमै असर पारिरहेको हुन्छ। त्यसमा पहिलो के छ भन्दाखेरि मोबाइल, टिभी, कम्प्युटर जति पनि विद्युतीय उपकरणहरू हुन्छ तिनीलाई हामीले एकदमै नजिकबाट हेर्दा पनि हाम्रो आँखाले एकदमै असर पारिरहेको हुन्छ। र दोस्रो के छ भन्दाखेरि लङ एक्सपोजर भन्दाखेरि के हो भन्दाखेरि हामीले कुनै पनि चिजलाई लगातार हेर्नुपर्दा हाम्रो आँखा पात्तिने अथवा आँसु आउने समस्या पनि निम्ताउँछ। त्यस कारणले गर्दा कुनै पनि चिजलाई लगातार हुन चाहिँ हुँदैन। फेक वा सस्तो लेन्सहरू युज गर्दा पनि एकदमै हाम्रो आँखाहरूलाई असर पार्ने गर्दछ। त्यस कारणले गर्दा विशेष पोलराइज ग्लासहरू अथवा अलिकति ब्रान्डेड जस्तै जायजहरूको लेन्सहरू पनि हजुरहरूले युज गर्न सक्नुहुन्छ। र प्रत्येक 6 महिनामा चाहिँ हजुरहरूले रेगुलर चेकअपको लागि विशेष हाम्रो बुटवल लायन्स आँखा अस्पतालमा आएर चाहिँ चेकअप गराउन सक्नुहुन्छ है। त्यसले गर्दा के हुन्छ भन्दाखेरि विशेष 6 महिनामा हजुरको पावर छ भने पावर घटबडको समस्या अथवा विशेष त्योभित्र हुने कुनै पनि समस्याहरूमा 6 महिनामा हामीले त्यसबारे चर्चा गर्दछौँ।